हेलो गुड मर्निङ नमस्ते। म चाहिँ आज लारिम्बा मन्दिरमा पूजा गर्न जान आँटेको। अहिले म चाहिँ ठ्याक्कै मेरो गाउँ आएको छु। हेर्नु न मेरो गाडी। अनि हाम्रो गाउँबाट लारिम्बा जाने बाटो चाहिँ यस्तो छ है। अनि मौसम पनि यस्तो छ, हेर्नु न कुहिरो आइरहेछ। पर गाउँमा चाहिँ उज्यालो थियो, बाटोमा आएर यसो हेरेको मौसम चाहिँ धुम्मिरहेको रहेछ साथी हो। मेरो बसन्तीले आज के गर्ला, मलाई पुऱ्याउँछ होला त? अवश्य पनि पुऱ्याउँछ होला। म तपाईँहरूलाई हाम्रो माङसेबुङको बाटो कस्तो छ देखाउँदै जानेछु। अब यस्तो छ बाटो, कहाँबाट जानु म यहाँ? ए यता छिरेको। अब कहाँबाट जानु क्या म? हेर्नुहोस् त्यहाँ, अम्म बाटो त कस्तो यार। ओ यार कितना प्यारो सी जगह गाइज। ओ माई गॉड, देखो यार गाइज, कसम दामीकै यो ठाउँ चाहिँ। अनि यो पनि चट्ट दामी रहेछ हो। यो चाहिँ मलाई मन पर्यो है। यहाँ गर्लफ्रेन्ड ल्याएर बस्नु पर्यो यो ठाउँमा। शीतल टक्क रुखको शीतल पनि भेट्दो रहेछ, मजा हुन्छ होला यहाँ चाहिँ। तर यार यस्तो राम्रो ठाउँहरू भेट्छ, तर बाटो हेर्नु न साथी हो, खुट्टा मेरो यार यति ठुलो। ओ माई गड, कस्तो छ बाटो हेर्नु न साथी हो। र जे भए पनि यो देख्दाखेरि चाहिँ गर्लफ्रेन्ड लिएर आउन मन लाग्यो मलाई, दामी। फाइनली म चाहिँ लारिम्बा आइसकेँ। अब यहाँ म यहाँ माथि हिँडेर जानुपर्ने। गाडी मैले यहीँ पार्क गरेँ। अब पूजा गर्छु है। यहाँनिर मन्दिर दर्शन गर्छु, त्यसपछि फर्किन्छु। बाटो एकदम खत्तम थियो, बल्ल आइपुगेँ। मेरो यहाँ आउनै पर्ने काम पनि थियो, पहिलादेखि आउँछु भनेर सोचिरहेको थिएँ। यही बल्ल पछाडि म यहाँनिर नाङ्गीमा आइपुगेँ। एकदम गलिरहेको छु त्यस्तो भयो। एकदम ठाउँ चाहिँ राम्रो छ है यहाँनिर। सिँडी नाग्यो, म आइपुगेँ मन्दिर। पुजारीहरू हुन्छ हुन्न। मेरो चाहिँ सेवा पनि सक्यो। लारिम्बामा आएर फर्किन आँटेको, त्यहाँनिर सेवा पनि सक्यो। म चाहिँ गर्नुभएको भन्दा पनि पढ्थेँ कि मेरो चाहिँ पूजा पनि सक्यो अहिले। अनि म घर फर्किन आँटेको। अनि यहाँनिर बाजुले टिका लगाइदिनु भएको थियो। अनि एकदम गर्मी जस आज पूजा गरेँ होला, मन एकदमै धेरै शान्त भइरहेको छ क्या। यहाँ कति वर्षमा आउने प्लान थियो नि त मेरो, कति वर्ष भएको थियो आउँछु भन्दै आउनु पाएको थिइनँ। अनि अब चाहिँ फाइनली माङसेबुङ आएँ, अनि पूजा गरेँ, दर्शन गरेँ होइन। अनि आजदेखि चाहिँ आफूलाई नै मैले केही गाँठो खोलेँ कि जस्तो फिल पनि भइरहेको छ। मैले पहिला यहाँनिर आउँछु भनेर मैले प्लान बनाएँ, तर धेरैचोटि यो बाटो हिँडेँ, तर कहिले छिर्न नि पाइनँ। अब नजिकको तीर्थ हेला भनेको जस्तै हेला त होइन, तर नजिकै थियो, तर त्यो आउन प्रशस्त टाइम त थियो होला, तर हामीले मन नगरेको हुनसक्छ। तर पनि मेरो पनि व्यस्त भएर होला सायद, टाइम नभएर होला म यहाँ आउनै पाएको थिइनँ। तर आज धेरै टाइम पछाडि आइदियोस्, मैले केही गाटै खोलेको जस्तै भइरहेको छ। अब म यहाँबाट फर्किन आँटेको। अब म चाहिँ एकदम उकालो जानुपर्ने हुन्छ। म तपाईँलाई बाटो देखाउँछु है, म कुन बाटो जान्छु भनेर। हेर्नु न यहाँबाट है, त्यो बाटो जानुपर्छ। यो ठाडो बाटो छ नि, यो बाटो गएर यस्तो गएर नि, हेर्नु यो बादल भएको ठाउँ छ नि, बादल भएको थियो पल्लोपट्टि छिर्नुपर्छ क्या म चाहिँ।
अनि म चाहिँ फर्किन आँटेको गाइज। अनि यहाँनिर म तपाईँलाई माथिको अफरोड कसरी हिँड्छु कसरी पुग्छु भनेर म तपाईँलाई देखाउने छु। घर हिँड्दै गरेको मान्छेलाई दमक फर्काउने मान्छे त्यही है। हामी चाहिँ दमक चल्दिएको ल। अब देख्यो मलाई कसरी देख्यो हेन्डसम देख्यो खै आएको प्याकेट भान्जाले बोकेलाई चाहिँ राम्रो देख्यो। साथी हामी चाहिँ घुम्दै घुम्दै यता सिमसार आइपुगेको छौँ। मैले 3 जना चाहिँ लाभारिस केटाहरू पनि भेटेर साथी बनाएर हिँडिरहेको छु। केटाहरू आज सेकुवा खाने अरे भनेर नि फेरि केटाहरू पर केही खान नपाएर बसिरहेको रहेछ कि। अनि हिँड नि त केटा म पनि सिमसार जान्छु तिमीहरू पनि हिँड भनेर मैले लिएर आएको है। अनि म चाहिँ सिमसार पहिला एकचोटि आएको थिएँ अनि फेरि अब एकचोटि चाहिँ फेरि अब आज चाहिँ हामी सबैजना भएर यहाँनिर सिमसारमा सेकुवा खान आएको। तपाईँहरूलाई म सेकुवा खाएको भिडियो पनि बनाएर देखाउने छु। भन्छ एप्पल फोन देखा न एप्पल खै हामी चाहिँ चिची पापा खानु जाँदैछौँ ल आजलाई सुरु गर। आइफोन किनेको कस्तो छ त खुसी त? खुसी पनि म ब्लग सुरु गरिहाल्यो क्या अब आज किनेको भाइले। ठिक छ युट्युब च्यानल खोलेर म पहिलोचोटि सब्सक्राइब गरिदिनु तेरो ल। ल हामी चाहिँ फाइनल्ली उर्लाबारीको सिमसार पुगेको। अब हामी सेकुवा खान्छौँ। तपाईँहरूलाई म सँगसँगै तपाईँहरूलाई म खुवाउने छु। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला है। लाभारी स्टोली हामी उर्लाबारीको सेकुवा कर्नरमा प्रवेश गर्न आँटेको है साथी हो। हामी चाहिँ आइपुगेको। भन्छ के खाने तिमी? तिमी के खाने? ओ डिजे भाइ गीत बजाउ न यार। Bluetooth mode. बहुत गर्मी छ। अब हामी लाभारिसहरूसँग हिँडेको छु। लाभारिसबाट सुत्दैछ एकजना। यो त मेरो त चाड्दा नि गनाउँदैन। ल कस्तो गनाएको अहिले चाहिँ ए भान्जाको पो रहेछ गनाएको त भाइ। हामीलाई सिक्रेट चाहिँ बनाइदिनु। यही ठाउँमा बसिदिन्छु 7 जना है 7 जनै होला नि। मलाई होइन त्यस्तो गुड लाग्दैन कि सेकुवा नि। चटपटे हो क्या चटपटे। लिम्बुनी सिधै ढल्किने सुँगुरको मासुमा पल्किने हो। मेरी बाहों में तू आजा लिप लॉक कर ले। बूम 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 से बूम 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 everybody sing along. Boom 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 say boom 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 everybody sing along. Yeah, rocking out the old room. Say this because I like old boom. Say I'm rocking down in the party after party. Me got a shawty. She riding with me tonight. You hear? Ajira motsoi bauसँग दिनदिनै बाजिरा गोर्खाको बोटो हेर्दै लोकलले माथिरा साध्य भटासलाई दिनदिनै झाकिरा आफ्नो भविष्य सम्झी आफै चुहातिरा कहिले काहीँ त लाग्छ जान्छु कि क्या हो मास्तिर साथीभाइ फोटो हाल्छन् समुद्र